काङ्ग्रेसमा अब जात्रा सुरु भएको छ है, र खास गरी यो महाजात्रामा चाहिँ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन चाहिँ कङ्ग्रेसका केन्द्रीय समितिले चाहिँ अस्वीकार गरेको छ र यसलाई चाहिँ वैशाखमा सार्ने भनिएको छ। र यसरी 54% भन्दा बढी कङ्ग्रेसका सदस्यहरूले चाहिँ विशेष महाधिवेशनलाई चाहिँ स्वीकार गर्दाखेरि केन्द्रीय समितिले चाहिँ अस्वीकार गर्दै वैशाखमा सारेको छ। र यसले चाहिँ गगन थापा र विश्वप्रकाश शर्माको प्रभाव चाहिँ कङ्ग्रेसमा के कति छ भन्ने चिज चाहिँ झुझल्को दिन्छ। र कुटाई खाएका भनिएका सभापति शेरबहादुर देउवाको अझै पनि कङ्ग्रेसभित्र कस्तो खालको दबदबा छ भन्ने कुरा चाहिँ यहाँबाट पुष्टि हुन्छ। र यो त एउटा हिन्ट मात्र हो। यसको हिन्ट अर्को भनेको केपी शर्मा ओली र शेरबहादुर देउवा चाहिँ मिलेर चाहिँ संसद पुनर्स्थापनामा चाहिँ लागि पर्ने खालका लक्षणहरू पनि यसले देखा परेका छन्। र उनीहरूले चाहिँ कदापि पनि फागुन 26 गते चाहिँ चुनाव हुन दिँदैनन् जस्तो चाहिँ यसबाट चाहिँ पुष्टि पनि हुँदैछ। र यसमा हजुरहरूको भनाइ के छ?